हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। त्यसमा तपाईँहरूलाई स्वागत छ। आज मेरो अजरबैजानको थर्ड डेज हो। हामी चाहिँ आज एकदम इभिनिङमा हिजो राति बिहानसम्म हामी गफ गरेर बस्यौँ दुईजना साथी र म। सो भर्खरै उठेर हामी चाहिँ बाहिर नास्ता गर्न जाँदैछौँ खाना खान। अजरबैजानको बाकु भन्ने ठाउँमा छु अहिले म चाहिँ। हामी यहाँ रेस्टुरेन्टबाट एउटा फुड लिँदैछौँ। त्यो फुडको नाम चाहिँ लवास रे चिदाना भनेर चाहिँ दुईवटा पिस लवास लिएर हामी यहाँ एकदम भिड रहेछ। यहाँबाट लिएर बाहिर बसेर खाने प्लान बनाएको छ। फेरि यसपछि हामी नास्ता गरेर हामी चाहिँ घुम्न निस्किनेछौँ। त्यसपछि मेरो फ्लाइटको टाइम हुन्छ। हामी एयरपोर्टतिर जाँदाखेरि पनि घुम्दै जानेछौँ बाटोमा। प्लिज भिडियोको इन्डसम्म रहनु होला। अर्डर लेख्नलाई त्यहाँ अलिकति टाइम लाग्ने भयो। साथी त्यहाँ वेट गरेर बसिरहेको छ। यहाँ चाहिँ मैले स्ट्रबेरी देखेको थिएँ। म स्ट्रबेरी लिन जाँदैछु। हेर्नु अब कसरी बोल्नुपर्छ यहाँ बुझ्दैन। इसाराको भरमा बोल्नुपर्छ। हाउ मच दिस वन केजी? हाउ मच केजी? 500? I need 100. इसारामै बोलेर चाहिँ उसले 5 भनेर बोल्न चाहिँ उसलाई नआएर होला सायदै। गिभ मी गुड वन। थ्याङ्क यू। यो चाहिँ 1 मन्नत स्ट्रबेरी हो। हामीले अब त्यहाँबाट खाना लिएर फेरि इनर्जी ड्रिङ्क पनि लिएर अब हामी अगाडि जाँदैछौँ। निकोला टेस्ला वो मशहूर साइंटिस्ट था ये वाला। हाँ, टेस्ला इसी के नाम से टेस्ला कंपनी बनी है ना। वही है। यहाँनिर बसेर अब हामी चाहिँ नास्ता गर्छौँ। यहाँबाट खाँदै निस्कियौँ। यति धेरै हावा चलिरहेको छ। यस्तो चिसो छ नि यहाँको मौसम। ओहो लास्ट चिसो भइरहेको छ। बहुत ठंडी लग रही है ना? मेरी आदत है। हमारी तो आदत हो गई मुझे तो। और फिर ठंडी इनर्जी ड्रिंक इसका ऊपर यति धेरै हावा चलिरहेको छ यो ठन्डी मौसममा। हेर्नु न यस्तो पत्ताहरू हल्लिरहेको छ, रुखहरू हल्लिरहेको छ। हामीहरू फ्लेम टावर हेर्नको लागि आइरहेको छ। यहाँ यो बिल्डिङ चाहिँ यहाँ बाकुको एकदम ओल्ड सिटी बाकु रे। यहाँनिर चाहिँ बाकुमा पहिला युज हुने एकदम पुरानो सामानहरू छ अरे। तर हामीसँग इनफ टाइम छैन, त्यही भएर हामी चाहिँ त्यहाँ जाँदैनौँ। यो पछाडि देखेको थोरै देखेको यो पखेटा जस्तो हामी त्यही टावर हेर्नको लागि जाँदैछौँ अहिले। हामी फ्लेम टावर जान भनेर हिँडेको, तर लोकेसनै थाहा नभएर कन्फ्युज भएर फेरि ओल्ड सिटी बाकु जाँदैछौँ। हामी बाकुको पुरानो चिजहरू पनि हेर्दै भनेर। बाकुको एकदम पुरानो चिज यो चाहिँ यो पुरानो जमानामा हुने टाइपराइटर अनि यहाँ युज हुने भाँडाहरू। यसले मलाई घुमाउन लिएर आएको। घुमा फिराएर लास्टमा त्यही ठाउँमा लिएर आएको छु। यताबाट आ गया कब से 1 घंटा हो गया तुम आ गया बोल रहे हो। नहीं पिक्चर निकाल रहे हैं वो लोग, देखो ऐसा होना चाहिए। पिक्चर कसरी निकाल्ने है बाटो में बसेर ल बता दो। अच्छा वीडियो में नहीं बता सकते, ऐसा बहुत बोल्ने लग्यो त। हामीहरू एक्चुअली त्यो टावरनिर जानुपर्ने हो। हिजोको जुन योभन्दा अघिल्लो भिडियोमा मैले दिउँसोमा गएर बनाएको थिएँ, त्यो टावरमा नाइटमा भ्युज राम्रो हुन्छ भनेर हामी त्यो टावर जान भनेर घुमिरहेको। एक्चुअली
तर बाटो नचिनेर इसलिए अभी आ गया बोल के घुमा रहा है। अभी तक जगह पता नहीं चला है। फाइनल्ली हामी त्यहाँनिर पुगिसकेका छौँ। यहाँनिरबाट अझै माथि यसको माथि पुगेर भिडियो बनाउने भन्ने हाम्रो प्लान हो। यदि हामीले जाने बाटो भेटायौँ भनी र जान सक्यौँ भने चाहिँ हामी अब यो सिडीमा चढेर यही सिडीको खोजीमा रहेछौँ हामी चाहिँ। मलाई थाहा पनि थिएन। यहाँनिर चाहिँ फ्लेम टावर छ। यहाँनिरबाट तलतिर चाहिँ बाकु पुरै बाँकीको भ्यू छ। हामी यहाँ माथि चढेर चाहिँ देखाउँछौँ तपाईँलाई। मगर ये पाकिस्तान में होता इधर चढ़ने के भी पैसे लगने थे। यो त बात है। यो त यस्तो ठुलो छ नि है। माथिसम्म छ तर यहाँ पुरै सिडीहरू चाहिँ भ्युजमा आएको छैन। यहाँबाट तल चाहिँ पुरै अजरबैजानको भ्युज आइरहेछ। योभन्दा अझै माथि हामी गइसकेपछि चाहिँ फुल भ्युज देख्न सकिन्छ। हामी चाहिँ अब फुल माथि पुगिसकेका छौँ। यो पछाडिको भ्यू चाहिँ अजरबैजानको फुल भ्युज आएको छ फ्लेम टावर पछाडि। ये पूरा बाकू अजरबैजान माशाअल्लाह। जहाँनिर यो कालो भाग देखेको छ यो चाहिँ समुद्र हो। यसको छेउछेउमा यो चाहिँ पुरै अजरबैजानको भ्यू हो। हामीहरू अझै त्यहाँभन्दा पनि माथि आयौँ। यहाँबाट त ओहो लास्ट हिँड्नु पऱ्यो। हामीहरू यहाँबाट फर्किँदैछौँ। यति धेरै सिडी झर्नुपर्ने छ अब हामी। यो चाहिँ फर्किँदाखेरिको भ्युज हो। हामी यति धेरै थाकेका छौँ कि वहाँ माथिबाट तल झरिसक्यौँ। अब यहाँबाट माथिबाट जुन देखिएको बिल्डिङ थियो यसको कौन सी मॉल बोलते हैं? डैनिश मॉल। यहाँनिर हामी जुस लिन जाँदैछौँ बट इज नट स्योर देयर इज मार्केट और नो बट सुड बी राइट। हुनुपर्ने हो। मलभित्र मार्केट नभए त के कस्तो खालको मल त। ये पाकिस्तान की या नेपाल की थोड़ी मार्केट है। अच्छा ये जी। अमेरिका की मार्केट है। ओ तेरे कार। हामी यो मलभित्र आएका छौँ। किससे पूछने जा रहे हो फिर? इधर ही पूछ लो ना। त्यहाँनिर गएर एकजना दिदीसँग सोधे उसले सुपर मार्केट कहाँ छ भनेर। गो स्ट्रेट एन्ड Go straight and turn left. टर्न This लेफ्ट। one, this one. ओके। बड़ा वीडियो में। हाँ ये असल में ये मार्केट है डैनिश वाला। तुम्हारा कैमरे में तो नहीं आ सकता है ना। मेरे कैमरे में जाना लग गया। हाँ क्या देखनी है अरे यार ये तो क्या देखनी है ये चीज। हामी अब यहाँबाट एउटा एउटा जुस उठाउने छौँ। के उठाउने हो? अच्छा वो जूस पिएगा क्या एनर्जी ड्रिंक पिएगा? आई थिंक गो विथ एनर्जी ड्रिंक क्योंकि सेम पर प्राइस है ना फिर। हाँ तो एनर्जी ड्रिंक की बेटर रहेगा। खाना है तुझे जो पसंद आए मैं वो उठाऊंगा बोला था ना। हाँ तुम्हें बच्चा पसंद आया उठा दोगे। अभी कुछ अच्छा जूस पिएगी ना। क्या हो गया? ऑन दिस वे। यो चाहिँ मेरो कम्पनीको प्रोडक्ट है। म यसैको मर्चेन्डाइजर हो। निभियाको प्रोडक्ट चाहिँ यहाँ बबाल रहेछ ल। तो क्या है यार यहाँ पे क्यों हाथ क्यों नहीं लगाऊं? उन्होंने मारना पकड़ के। पेलूंगा अभी तुम्हें। मेरे पास पैसे भी नहीं तेरे छुड़ा दूं। अगर कोई आएगा छुड़ा यहाँ तो बहुत महंगे रहे महंगे है। आदत बन गया है ना जहाँ पे भी जाके तो एक्सपायरी चेक करना पता वो होता है। साउर से ये चाहिँ मेरै कम्पनीको सामान हो। म यसैको मर्चेन्डाइजर।
एभ्रिडे बिहान उठेर साँझसम्म चाहिँ यही निभियाको बारेमा सोच्नु पर्ने भएको कारणले जहाँ कहिले यसो हात लगाउन चाहिँ मन लाग्यो कि फेरि आफ्नो प्रोडक्ट देखेर। आई लभ निभिया। इसलिए मतलब 50 चोटी सोधिसक्यो बिस्कुट खाएगा नहीं खाएगा। नहीं खाएगा। मैंने बोला तुम जो खरीदना है पैसा है तो खरीद लो। अच्छा बात सुन, ये एक जूस ये बोतल है, ये लेंगे कि अच्छा। वो लेंगे क्या नाम है? ओके पाइनएप्पल वाला है वो पाइनएप्पल नहीं है। तो तुम्हें जो पसंद है वो। अच्छा मैंने 3 बार तो बता दिया एनर्जी ड्रिंक बोल के फिर भी पूछ रहे हो तो हाँ, तुमके ठीक है। पसंद नहीं है एनर्जी ड्रिंक। ठीक 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 ये वाला नहीं रेड वाला उठा लो। ठीक गरम। यहाँ चाहिँ ओरिजिनल एप्पल स्टोर रहेछ। ओरिजिनल एप्पलको ओरिजिनल सामानहरू मात्रै पाउने स्टोर। हामी अब यो मलबाट बाहिर निस्किन्छौँ, बाहिर समुद्रको चिसो हावा खाँदै चिसो इनर्जी ड्रिङ्क पिउने, त्यसपछि रुम जाने। हामीहरू समुद्रको किनारमा आएर बसेर चिसो चिसो हावामा चिसो चिसो इनर्जी ड्रिङ्क पिएर अब चाहिँ हामी यहाँबाट निस्किन आँटेका छौँ। हामीहरू अब यहाँबाट घर फर्किँदैछौँ। समुद्रको किनारमा लगभग 2 घन्टा जति बसेर अब यहाँबाट रुम फर्किन्छौँ। रुम फर्केर सिधा हामी एयरपोर्टको लागि निस्किन्छौँ किनकि मेरो आजको फ्लाइट हो। हामी अब एयरपोर्टको लागि जाँदैछौँ। मेरो फ्लाइट भनेको चाहिँ 2:25 छ। मेरो साथी मलाई छोड्न जाँदैछ, प्लस यहाँ रुमको एकजना ब्रदर पनि जाँदै हुनुहुन्छ मलाई छोड्नको लागि। यो साले बतुवा हो, यो चाहिँ मलाई छोड्न जाँदैछ। यसलाई जल्दी भइरहेको छ, ब्याग हातमा लिएर बसिरहेको छ। ओहो नेपाली कहाँ से सिकायो तुमले? ओके भिडियोको एन्डसम्म रहनु होला र मसँग सधैँ मेरो भिडियो हेर्नको लागि प्लिज मेरो च्यानललाई सब्सक्राइब गर्नु होला र साथमा रहेको बेल आइकनलाई बजाइदिनु होला। अब हामी यहाँबाट एयरपोर्टको लागि निस्किँदैछौँ। मेरो साथीले ब्याग स्याग लिएर रेडी हुँदैछ। अनि यहाँ अर्को ब्रदर पनि, उहाँ चाहिँ व्हाइट कलरको हुडी पेर्नु भएको ब्रदर पनि छोड्न जाँदैछु भन्दै हुनुहुन्छ। रुममा अजरबैजानको अल ओभरअल टाइम राम्रो गयो मेरो। क्या है लड़ाई कर रही है यार। ओके प्लिज यस्तै भिडियोहरू हेर्नको लागि र लेटेस्ट न्युजहरू सुन्नको लागि प्लिज मेरो च्यानललाई सब्सक्राइब गर्नु होला र साथमा रहेको बेल आइकनलाई दबाइदिनु होला ताकि मेरो भिडियो अपलोड हुने बित्तिकै तपाईँलाई नोटिफिकेसन जानेछ। Morning, welcome on board. Good morning, dear passengers. Welcome aboard. This is Swiss Air Abu Dhabi, flight to Abu Dhabi. It is our great pleasure to welcome our frequent flyers. Please place your small carry-on item, including handbags and backpacks, underneath the seat in front of you. फाइनल्ली म बसेँ। अब विथिन 3 आवरमा म अबु धाबी पुग्छु। Have a good day, bye. Goodbye. फाइनल्ली पुग्यो अब अबु धाबी। यहाँबाट सिधा रुममा गयो ड्युटी टाइम। लास्ट थाकिसकेँ हिँड्दा हिँड्दै। अब गएर ड्युटी गर्न सकिन्छ कि सकिँदैन थाहा छैन। फाइनल्ली म एयरपोर्टबाट अब बाहिर निस्किँदैछु। यहाँबाट बाहिर निस्केर ट्याक्सीमा सिधा रुमबाट युनिफर्म चेन्ज गरेर सिधा ड्युटी। ओके थ्याङ्क यू यति बेलासम्म मेरो भिडियो हेरेर साथ दिनुभयो। इन्डसम्म मेरो भिडियो हेर्नुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र यस्तै भिडियोहरू हेर्नको लागि र लेटेस्ट न्युजहरू सुन्नको लागि प्लिज मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला।
भेट्नेछौँ फेरि अगाडिको नेक्स्ट भिडियोमा।